छ। आज हामी चारवटा फेन्टासी मुभी म्याजिकल मुभीको नाम भन्न गइरहेको छौँ है। फर्स्ट मुभी ज्याक दी गायन्ट स्लेयर। यो मुभीमा के हुन्छ भन्दाखेरि ज्याक नामकका एक युवक जुन मेन क्यारेक्टरले जादुई सिमीको कारण मानव संसार र राक्षसहरूको संसार बीचको बाटो खुल्दा ठुलो साहसिक यात्रामा भाग लिनुपर्छ। चलचित्रमा एक्सन, जादु, विशाल राक्षसहरू र रोमाञ्चक दृश्यहरू भरिएका छन्। कुनै स्पोइलर बिना भन्नुपर्दा यो मनोरञ्जनपूर्ण फेन्टास्टिक एडभेन्चर फिल्म हो। सेकेन्ड मुभी वारक्राफ्ट। यस मुभीमा दुई फरक संसार बीचको सङ्घर्षबाट सुरु हुन्छ। मानवहरूको राज्य र आफ्नो बचाइका लागि नयाँ घर खोजिरहेको शक्तिशाली ओर्क राक्षस जस्ता योद्धाहरूको संसार रहन्छ। यस मुभीमा जादु, विशाल युद्ध, वीर योद्धाहरू, रहस्यमय प्राणीहरू र अद्भुत संसारहरूको रोमाञ्चक मिश्रण देख्न पाइन्छ। यो केवल राम्रो र नराम्रो बीचको लडाइँ मात्र नभई सम्मान, परिवार र अस्तित्वको सङ्घर्षको कथा देखाइएको छ यस मुभीमा। तेस्रो मुभी ड्राकुला अनटोल्ड। यो मुभी एक फेन्टासी, एक्सन र डार्क एडभेन्चर चलचित्र हो। यो मुभीले प्रसिद्ध ड्राकुला मुभी जुन चाहिँ जहाँ चाहिँ एक बहादुर राजकुमार आफ्नो परिवार र राज्यको रक्षा गर्न कठिन निर्णयहरू लिन बाध्य हुन्छ। जब शक्तिशाली शत्रुले उसको राज्यलाई खतरा पुर्याउँछ, उसले असाधारण शक्ति प्राप्त गर्ने बाटो रोज्छ। तर ती शक्तिहरूसँग ठुलो मूल्य र चुनौतीहरू पनि जोडिएका छन्। यो मुभीमा जादु, युद्ध, रहस्य र रोमाञ्चक दृश्यहरूको उत्कृष्ट मिश्रण देख्न पाइन्छ। फोर्थ मुभी मिस पेरेग्रिन होम फर पेकुलियर चिल्ड्रेन। यस मुभी भनेको एउटा रहस्यमय फेन्टासी र साहसिस मुभी हो। यस मुभीमा एक जेक भन्ने मेन क्यारेक्टर जुन चाहिँ आफ्नो हजुरबुबाको पुरानो रहस्य खोज्ने क्रममा एउटा अनौठो टापुमा रहेको विशेष बालबालिकाहरूको घर भेट्छ। त्यहाँ बस्ने प्रत्येक बालबालिकाहरूसँग असाधारण र अद्भुत शक्तिहरू हुन्छन्। जेकले यो रहस्यमय संसारबारे थप जान्दै जाँदा उसले अद्भुत क्षमता भएका बालबालिका, अनौठा रहस्यमयहरू र लुकेका खतराहरूको सामना गर्छ। यस मुभीमा रहस्य, जादु र कल्पनाशील पात्रहरू र सुन्दर दृश्य प्रभावहरूको दृष्टि मिश्रण देखिएको छ। फिफ्थ मुभी ब्युटी एन्ड दी बिस्ट। यस मुभीमा मेन नायिका फेन्टासिक मेन एक सुन्दर फेन्टासी र रोमान्स र पारिवारिक मुभी हो। जुन यो मुभीमा बेल नामकी बुद्धिमानी र साहसिक एउटा क्यारेक्टरलाई चाहिँ रहस्यमय महलमा पुग्छिन्। जुन भनेको चाहिँ ऊ चाहिँ यो मुभीको मेन लिड हिरोइन हुन्छन्। जहाँ उनी एक अनौठो र
डरलाग्दो जनावरसँग भेट्छिन्। समय बित्दै जाँदा उनले महलभित्रका रहस्यमयहरू र त्यहाँ लुकेका जादुई संसारबारे जान्न थाल्छिन्। यस मुभीले बाहिरी रूपभन्दा पनि व्यक्तिको वास्तविक स्वभाव र मनको सुन्दरताको महत्त्वलाई देखाइएको छ। यस मुभीमा जादु, सङ्गीत, सङ्ग्स, भावनात्मक क्षणहरू र मनमोहक दृश्यहरू उत्कृष्ट मिश्रण देखाइएको छ। यो भिडियो हेरिसकेपछि हजुरहरूले लाइक, सेयर एन्ड सब्सक्राइब गरिदिनु होला है। थ्याङ्क यू।